आज चाहिँ म र यो फुच्ची त्यहाँनेरि देवी पूजा हुँदैछ। देवी पूजा भनेको चाहिँ प्रकृति पूजा हैन। यो बर्खायाम सुरु हुन लाग्दाखेरि प्रकृतिको मेरो हिसाबमा मैले बुझे अनुसार प्रकृतिको पूजा गर्नको लागि हरेक वर्ष त्यो एउटा ठुलो पिपलको फेदोमा पूजा गरिन्छ। अनि यहाँनिर चाहिँ धेरै मान्छेहरू भेला हुन्छन्। सबैलाई अघिल्लो दिन निम्ता गरिन्छ हैन। ल है यहाँ चाहिँ पूजा छ, यसरी पूजा हुँदैछ, सबैजना उपस्थित हुनु होला भनेर चाहिँ गाउँघरमा निम्ता गरिन्छ। र निम्ता गरिसके पछाडि चाहिँ सबैजनाले फुलपाती दियो अक्षता के लिएर आउनुहुन्छ हैन। यसरी नै हामी पनि जाँदैछौँ र के रहेछ त्यहाँ गएर कसरी पूजा गरिँदो रहेछ अनि हेरौँला त है। हेलो हेलो, तिमी कहाँ आएको भाइ? पूजामा? अनि पूजामा के गर्छौ? प्रसाद खान्छौ? के लिएर आयो अघि? चढाउने कुरा लिएर आयो? अनि पैसा पनि लिएर आए हो? अनि के हो तिम्रो नाम? अनि तिम्रो नाम के अरे? रियान्स। अनि चामल बनाउन जान्दछौ भने बनाओ। घन्टी घन्टा भनेर बोलाएको छु, कहाँ म बनाऊ? घन्टी घन्टा भन्दै बोलाएको ल्याम्मै हो। बुने आयो पूजा प्रसाद घरबाट नि भाइ पूजा बोरा छ त बुझेर बोरा ओ बाबालाई दिनु बाबुलाई एउटा प्लास्टिकमा हाल न। 1 रुपियाँको भुजा त्यति आउँदो रहेछ। भुजा उहाँ त्यो राख अहिले कहाँ तिर अनि यहाँ छाडेर भान्छ। यहाँ त भन्नुमा कुरा गर्छौ तिमीहरू। मैले भनेको होइन। त्यहाँ राख न अहिले तपाईँको मान्छेले त्यसको बिरी आउँछ तपाईँको भान्जालाई के बुद्धि आएछ नि भन्नु। भान्जा खोइ लामो लामो नमस्कार है नमस्कार। लामो राखेँ खाउसमा तान्ने भनेको छु। बाहिरको लिङ्गा यस्तो छ हाम्रो यहाँ खाताको कोही चलनै देखेको छुइनँ। खाता चलन खाता गरे त भरे लेख्नुपर्छ। अहिले लेखेकै छैन अहिलेसम्म थाकै कहीँ मैले देखेँ। कति वर्ष भइसक्यो त्यो लामो त्यहाँ बाँध्दा त्यो लामो मैले यो गर्न थालेको नि 19 वर्ष भइसक्यो। जसको आयो यी आयो। रामजी बस्नेतले सुनबाबु यो 105 टिपाइदिनु भनेर पठाएको थियो र मैले भन्न खोइ सोधेको। टिप्ने छैन। अब भरे टिपे भने म जनाइदिन्छु। टिपाइदिनु भन्थे र 105 पठाएछ। ल हात्ती पठाए पनि अब पठाउन आँटेन थोरै मात्र पठाउनु। हात्ती स्टार्ट आफूले गरिदिनुपर्छ नि। यसो पो रहेछ भने गर्छन् नि। गरिदिन्छु सबैले गरौँ त। 4 गरिदिन्छु सबैले। बुबु त्यो बुबु खने ठिक छ एकदम। अरू बेला त उयो आज 4 8 सबै दिन्छन् तर भरे हात लागि यो चिनी र छ है।
यो चिनी छ है यो यो दुईटा चिनी हो यहाँ गाउँघरबाट भेला भएको धुपबाती चामल के भन्छ त्यसले चामललाई के पो भन्छ चामल अक्षता धुप अक्षता यो खास आज गर्नेको पूजा प्रकृति पूजा भन्छ कि के पूजा भन्छ देवी पूजा प्रकृति पूजै होला नि त यसलाई के भन्नु देवी पूजा संसारी पूजा खास प्रकृति पूजै त हो होइन त्यही नै मान्नु बर्खायाम सुरु हुने बेलामा हुन्छ नि जहिले वर्षमा एकचोटि वर्षमा सालमा एकचोटि जय मान्छे भेटायो क्या प्रकृति पूजा पैसा दिएको चाहिँ लागु हुँदो रहेछ त भन्दैन के मलाई क्यारे एक दिन ढिलो गरेर आयो अनि तपाईँको त जेठदेखि मात्रै लागु हुन्छ भनौँ उठेर अपडेट गर्दै आयो हुन्थ्यो नि गरिदिँदैन त्यो बिमा गराउने मान्छे के छ भाइ के गर्दैछ यो पूजा हो सरसफाइको काम भएछ यहाँनिर चाहिँ यसरी हरेक वर्ष सरसफाइ हुने काम गरेर भइरहेको यो सरसफाइ चाहिँ आजै गरेको कि हिजो गरेको थियो ए यसरी पूजाको तयारी हुँदैछ है यहाँनिर दचप बतंगा तयारी गर्ने काम हुँदैछ अघि नाग बनाइएको थियो त्यो नागलाई चाहिँ सेलाउनको लागि यहाँ आयो एकचोटि त घुम्नै पर्ने हो जङ्गलले छोपिसकेको पानी पर्छ यसो जाउँ न तेरिका शान्ति 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 हर हर महादेव परमेश्वरलाई तिमी शान्ति अब एकचोटि घुम्नु है कोही बिछाउँछ कोही उता पाल्छ त्यो गोबरको गुन्डती यहाँ राख न यहाँ दुध ल्याएको छ यहाँ गोबरको गुन्डती एउटा सानो ल्याएको परमेश्वर
सेवा गरे आगो बोकेर ल यहाँ होइन हौ उता उता तिमीलाई कालीनगर ओए यहाँ होइन उता उता जानु त उहाँ अनि यहाँ भन्नुहुन्छ त होइन यहाँ हो जहाँ बनाउँछ त्यो बनाउँछ बुझाउँदै जान्छु तम्रो चाहिँ बुझाउँदै जान्छु त्यो खटितो गरेर हो त भुइँमा राख्नु त्यो त्यो पात त होइन त्यो तल आउँछ त्यो तल त्यो त अहिले एकछिन नराख्न त्यो त लै त्यो लिएर हिँड्नु तल तल बुझ्यो चाहिँ यहाँ हो त त्यो त्यहाँ त्यहाँ घारी दुध गरिन्छ फुलफलले नै त्यो फुल गरिन्छ तिमी बाली नाली अन्न पानीको तिमीले ठुलो टपर छैन मन्दिर भ्याउँदैछ नै तपाईँलाई के थाहा हो काका म त्यहाँ गर्दै गर्दिनँ म घन्टी बजाउँदिनँ भनेको कारण मलाई शर्म भइसक्यो जानलाई नि अघिल्लो दिन मस्काको सामान पर्सिपल्ट आज त्यहाँ किन माथि ठुली भाउजू नि हस्त भाउजू खस्की छैन वर्ष दिन दिया छैन तपाईँले होइन भो पुग्छ यो अलिक किलो हो होइन हौ किलो सारेर सारेर दियो जस्तो होइन दियो अडिनु पर्ने फेरि दियो दक्षिण पनि है यस्तै होइन मात्रै अडिने अरे कतिवटा हुनुहुन्छ कुन्डा यो धुप जतिवटा पारेको थियो त्यो लड्डु र स्पेसल ताजा लड्डु यो बाटी भिजाउँ है यो बाटी भिजाउँ है बाटी भिजाउँ है होइन होइन एउटा चाहिँ हो अरू होइन उयो बाल्टीमा खानु नाकलाई दुगो नै खुवाइदिनु भएको आँखा लागेन नि त आँखा भएन त जिब्रो बुझ्नु भयो पहिला ए जिब्रो नाक भन्दा जिब्रो राम्रो भयो धुप लैजाउँ कोइला लैजाउँ गइहाल्नु तर सकेर आउँ जोडा मात्रै ल्याउनु अलिक के ल्याउनु छैन अब एउटा छ थियो होला 5 वाला लोक थियो होला के लु आगो बालौँ त लु कोइलाको लागि रानी कसोले भन त म लुकेर रान्छु भन्नु ल त्यो बालेर फेरि समिदा चाहिँ समिदा भोलि बिहान आउँछ देउ बाबैलाई जे राख्नु बाल्छन् भनेको त यिनीहरूले त कामै दिएन समिदा कहाँबाट आउँछ कति वर्ष भयो म यो फुची जात्रा थिएँ अहिलेसम्म कति वर्ष भोलि भन्नु त्यतिखेर चाहिँ रोप्या कि ठुलै थियो त्यतिखेर पनि यस्तै रूप देखाएको थिएँ मैले ए भनेपछि 200 वर्षभन्दा माथि भएछ 200 होइन 100 हो अनि तपाईँ सानो हुँदा त्यत्रो देख्नुभयो भनेपछि यत्रो देख्नुभयो भने चाहिँ त त्योभन्दा 100 वर्ष अगाडिकै होला नि त नि यस्तै यस्तै थियो अहिले अलिकति भुँडी मोटा आयो कि यसो हेर्दाखेरि यो 150 वर्ष जस्तो चाहिँ हो कि जस्तो छ 150-200 वर्ष लगभग भयो होला फेरि
यो चाहिँ किन हालिँदो रहेछ यहाँ चाहिँ यो चढाएको अरे नाग देउता आउनुहुन्छ अरे नाग देउतालाई चढाएको अरे बास चाहिँ उहाँ छ अरे पूजाको प्रसादी चाहिँ पोकोमा हाल्ने काम हुँदैछ है बढे कंस त मामै हुन्छ नि के छेउमा राखिदिएको छ देख्नु छ अलिकति मामा कंसै छेउमा राखिदिएको कि त साँच्चै नै रहेछ नि खोल्नु मागे यहाँ कसैले पानी ल्याएर खुवाउने व्यवस्था गर्ने केही अघि बजारमा ल्याएको थियो भन्दै नि ल्याएका मान्छे कता जानुभयो जानुभएको थियो घर मैले चिसो पानी लिएर थियो भने बजारमा देखाउँदैन थियो कहाँ राख्नु लिएर लानु कि खानुभयो होइन यहाँ कहाँ छ बजारै छ कहाँ राख्नु पुगेन भनौँ है उता अर्को दुनामा छ कि छैन जुनामा छन् पर्दैन थपौँ न के हो खिरलाई चाहिँ के गर्ने हो हाल ती हवन गर्ने त्यहाँ हाल ए हवन गर्ने खिरको हवन गर्नुपर्छ थापौँ यहाँ थापौँ अग्नि भनेको देउताहरूको मुख हो त्यही भएर ओम 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 सबैलाई बाँधिदिन्छु पर्ख्यौँ है